types of Nepali vlogger. ल ओइ भाइ ओइ आइज भ्लग बनाउन आज फेरि नयाँ भ्लग बनाउनु पर्छ। हेर्दै आउँदैन म भ्लग नआउनु तपाईँ जहिले मेरो पेज मात्रै गर्नुहुन्छ। मासुर चुला रहेछ नआउनु के छ मास किन बनाउँदिनस्? बनाउँदिन भाग मासल लु आइज बनाइनस् भने नि फेरि आजको रासन सब कट्टा हानिदिन्छु बुझिस् नि। ल वेलकम गाइज, तपाईलाई स्वागत छ मेरो ब्लगमा। यो मेरो भाइ, यो एकदम ज्ञानी छ, यो एकदम खतरा छ, यो पढाइमा पनि राम्रो छ, सबै कुरा राम्रो छ। मेरो भाइ तपाईँलाई कस्तो लाग्यो? हेलो गाइस, यहाँ मेरो भाइ पढिरहेछ। गाइज यहाँ मेरो भाइले पानी खाइरहेछ। गाइज मेरो भाइले यहाँ मकै गोडिरहेछ। गाइज मेरो भाइ टोइलेट जान लास्टलाई जतिखेर नि ब्लग जाऊ त। यदि मंगल भावनया मंगल यो हाम्रो कुकुर हो, यसको अनुहार चाहिँ भाइसित मिल्न जान्छ। ऊ त बाख्रा हो। अनि यो चाहिँ हाम्रो बाइक हो, यसले 400 को माइलेज दिन्छ यसरी नै राख्यो भने। म गाउँ नबसेको धेरै भयो थियो र थाहा पाएँ यहाँ नयाँ रोड बनेछ भनेर। यही रोडमा अरे अस्ति आएर BMW ले ड्रिफ्ट हानेको। BMW कुद्ने रोड हेर्दा हेर्दै मलाई एउटा फेरि मेरो नजर यो ड्रागन फ्रुटमा पर्यो। यो चाहिँ हाम्रो गाउँको विशाल ड्रागन फ्रुट हो। ड्रागनले अन्डै पारे जस्तो हुन्छ। यो चाहिँ उ हेर्नु फुल फुलेको पनि त्यस्तै छ। बेटी चोद के तारे पिछवाड़े में तो धो लिकट जाएगो। गाउँको विकास हेरेर म चकित बन्दै थिएँ, त्यत्तिकैमा मेरो नजर यहाँ छाउडा ब्रिजमा पर्यो। मतलब वो अलग ही लेवल का बंदा। यो छाउडा ब्रिज कोलकाताको हाउडा ब्रिज भन्दा खतरा छ। अब तपाईँहरूलाई म यस्तो दृश्य देखाउन जाँदैछु। यही हाम्रो एकै ठाउँमा हिमाल पहाड तराई छ। यो तराई भइगयो, उयो हिमाल हो, गैरीखेत जस्तो छ। अब पहाड त यहाँ छैन, अझै कति किलोमिटर माथि जानुपर्छ। भैया तपाईँको बेस्ट कति राम्रो भैया, त्यस्तो नगर्नु न भैया। तपाईँ त मेरो आफ्नै मान्छे हो त भैया। तपाईँको आफ्नै फ्यान हो भैया। नमस्ते दर्शकबिन, आज हामी तपाईँहरूलाई राम्रो नयाँ डिस देखाउन जाँदैछौँ। तपाईँलाई यो फुड भ्लगमा तपाईँलाई स्वागत छ। त्यो डिस बनाउन सबैभन्दा सुरुमा हामीले एउटा सस्पेन चाहिन्छ। त्यसपछि ग्यास बाल्नुहोस्। त्यसपछि हामीले सस्पेन्स बसाउनु पर्छ। त्यसपछि सस्पेन हल्का तातो भएपछि तपाईँले 1 बोतल पानी हाल्नुहोस्। एक बोतल सस्पेन्समा पानी हाल्नुहोस्। यो पानी हालेर एकछिन छोडिदिनुहोस्, यत्तिकै लो फ्लेममा छोडिदिनुहोस्। यसपछि एकछिन यसरी नै चलाउनुहोस्। हामीले हाम्रो डिस बनाइसकेका छौँ। हामीले 1 तापके पानी उमालिसकेका छौँ। अब यसलाई हामी सर्भ गर्छौँ। लु हामीले बनाएको डिस ट्राई गर्न जाँदैछु, कस्तो बनेछ। मिठो 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 दामी छ। अब तपाईँहरूलाई पत्यारो लाग्दैन भने मेरो भाइले पनि यो डिसलाई चाखेर हेर्छ। ल भाइ खा त, कस्तो छ? मिठो 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 छ तर अलिक दाइ नुन चाहिँ लागेन यसमा। मिठो छ तर अलिक दाइ नुन चाहिँ लागेन यसमा। माफ गर्नु होला, मोटो भ्लग हाल्न चाहिँ हामी असमर्थ छौँ। किन भन्दाखेरि हाम्रो यो 400 को माइलेज दिने गाडीले अहिले 400 को माइलेज दिइरहेछ। किनकि 1 थोपो तेल छैन, यत्तिकै बसाउने 800 सम्मको माइलेज दिन्छ। यसलाई यत्तिकै माइलेज दिइराखौँ। किनकि पेट्रोल पम्प हल्का टाढा छ। यहाँनिर 1 बोतलको 250 देखि 260 त चला पलिन्छन्। पेट्रोल पम्पमा 218 छ। पछि अहिले पैसा पनि छैन नि त, त्यही भएर मोटो भ्लग आउँदैन। त्यसको लागि सरी, नमस्कार, बाई बाई, खत्म। मैं गरीब हूँ।